अभिनय गर्न आउँछु, आर्ट फिल्डमा आउँछु भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ हाम्रो पेसा चाहिँ मलाई जहाँसम्म लाग्छ जुवा हो। पर्न पनि सक्छ, नपर्न पनि सक्छ। 1 वर्षमै पनि हुनसक्छ, 50 वर्ष पनि लाग्न सक्छ। यदि तपाईँ आफ्नो जीवनलाई जुवा खेल्न सक्नुहुन्छ तपाईँको सपनाप्रति भने कुनै पनि कुराले रोक्दैन। जो मान्छेले सोचेको हुन्छ नि उसलाई जसले जेसुकै भने पनि उसले मान्दैन कि, ऊ आएरै छाड्छ। तर आउनुभन्दा अगाडि कहिलेकाहीँ आफूले गल्ती गरिन्छ र त्यो गल्तीबाट सिकिन्छ। कहिलेकाहीँ अरू मान्छेले गरेको गल्ती हेरेर पनि सिकिन्छ कि। अब हामीले चाहिँ 10 वर्ष जसले बिताइरहनु भएको छ 10 वर्षभन्दा धेरै, त्यो 10 वर्षको बिचमा यदि धेरै कुराहरू नघटेको भए, धेरै कुराहरू आफूलाई नपरेको भए थाहा हुँदैन थियो होला। अब नयाँ जसले भर्खर स्टार्ट गर्दै हुनुहुन्छ करियर, जो पहिलोचोटि जाँदै हुनुहुन्छ फिल्ममा, थिएटरमा त्यस्तो खालको विभेद छैन, अलिक कम छ। नाटकले चाहिँ, स्टेजले चाहिँ समानता सिकाउँछ होइन, रुनढाम सिकाउँछ, सुन्नुपर्छ भन्ने कुरा सिकाउँछ। अनि फिल्ममा चाहिँ त्यो एउटा लाइमलाइट छ, नाम छ, अनुहार छ। त्यहाँनिर चाहिँ तपाईँलाई तपाईँको डिरेक्टरलाई थाहा नहुनसक्छ, तपाईँको प्रोड्युसरलाई थाहा नहुनसक्छ, तर बिग बजेट मुभीले मेरो जस्तो क्यारेक्टर गरिरहेको, मैले जस्तो खालको पात्रहरू गरिरहेको छु, मेरो लागि आर्थिक हिसाबमा पनि त्यस्तो धेरै फरक पाउँदिनँ म, किनभने त्यति ठुलो रूपमा बजेट छुट्याएको हुँदैन। तर प्रडक्सनको हिसाबले चाहिँ ठुलो टिम हुन्छ, धेरैजना मान्छेहरू हुन्छन्, अनि अलि राम्रो डिजाइनरको लुगा लगाउन पाइन्छ, अलि राम्रो ब्रान्डको मेकअपहरू युज गर्न पाइन्छ होइन। म पनि अनमोल केसीको चाहिँ ठुलो फ्यान हो। मलाई उहाँको सिम्प्लिसिटी, स्क्रिन प्रेजेन्स चाहिँ एकदमै मनपर्छ। अनि मान्छेले धेरै एक्टिङमा सुधार्नुपर्छ भन्ने धारणा त छँदै नै छ, बट कुनै मान्छेको अरू राम्रो पाटोहरू पनि उत्तिकै छ जस्तो लागेर म उहाँको फ्यान हो। एकदमै सो अफ हुन्छ, एकदमै हाइफाई लाइफ बाँचिरहेको हुन्छन् एक्टरहरू, अरूभन्दा फरक हुन्छन् भन्ने चाहिँ होला। मलाई पनि त्यस्तो लाग्थ्यो एउटा समयसम्म। तर यहीँ आइसके पछाडि चाहिँ नाटक त म गाउँघर भेटाउँछु, नाटकमा भेटिने हरेक मान्छेहरू, मेरो आफन्त भेटाउँछु, मेरो साथीभाइ भेटाउँछु होइन। नमस्कार, समाजका कथा युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज हामीसँग गेस्ट हुनुहुन्छ सुषमा निरौलाजी। उहाँ 10 वर्षभन्दा बढी एक्टिङ फिल्डमा कार्यरत हुनुहुन्छ। मैले पहिला उहाँलाई भेटेको भनेको चाहिँ मण्डला थिएटर नेपालमा हामी सँगै एक्टिङ सिकिराख्दाखेरि भेटेको हो। तर पनि हामी चाहिँ नयाँ एक्टिङ सिक्ने विद्यार्थीहरू थियौँ। उहाँ चाहिँ पहिल्यै गुरुकुलबाट एक्टिङ सिकेर आउनु भएको थियो। त्यतिखेर म नयाँ विद्यार्थी भएको कारणले चाहिँ एक्टिङ पढिसकेको मान्छेले चाहिँ फेरि किन पढ्न आउनु पर्यो होला भनेर सोचिरहेको थिएँ होइन। तर सिक्दै जाँदा चाहिँ उहाँकै अनुभवबाट, उहाँबाट चाहिँ सिक्नु, आफ्नो यो क्राफ्टलाई चाहिँ कतिसम्म तिखार्नु पर्दो रहेछ। तपाईँलाई चाहिँ अभिनयमा कसरी रुचि जाग्यो? थ्याङ्क यू सो मच, नमस्ते। अभिनयमा खै कसरी जाग्यो होइन, पहिल्यैदेखि बच्चे बेलादेखिको चाहिँ होइन। यो रहर समयअनुसार चेन्ज भइरहेको रहेछ हाम्रो। वर्षैपछि, महिनैपछि आफूले सोच्ने कुराहरू पनि। केटाकेटी हुँदा चाहिँ मेरो बुवा आर्मी, नेपाल आर्मी भएको हुनाले म उहाँको एउटा फोटो थियो हाम्रो घरमा, त्यो फोटोसँग एकदम धेरै इन्सपायर थिएँ। अनि मलाई पनि नेपाली सेना हुन्छु भन्ने थियो। तर आफ्टर एसएलसी चाहिँ एक दिन टिभी हेर्दा हेर्दै त्यो टिभीमा कलाकार आवश्यकता, काठमाडौँमा सिरियल खेलाइने के भनेर त्यो आउँथ्यो नि त लाइनमा। अनि त्यस्तोमा मैले फोन गरेँ कि, प्लान पनि थिएन, कसैलाई भने पनि थिएन, रहेछ काहीँ न काहीँ बच्चे बेलादेखि। तर त्यो कुरा निस्किनको लागि चाहिँ आफ्टर एसएलसी मात्रै मैले थाहा पाएँ मलाई एक्टर बन्नु रहेछ भनेर। हजुर, त्यसरी स्टार्ट भएको। हजुरको अभिनयको पहिलो अनुभव कस्तो थियो? के रोल थियो? पहिलो अनुभव त डर थियो, क्युरियोसिटी थियो, अनि एक्साइटमेन्ट थियो। मेरो चाहिँ कसरी सुरु भयो भने म कलेज जानेर पढिरहेको थिएँ विराटनगरमा। त्यो कलेजको भवन बाहिर एक दिन म कलेज जाँदै गर्दाखेरि एउटा प्रोडक्सन हाउस खुलेको देखेँ कि मैले। अनि ठ्याक्कै इक्जाम पनि आएको थियो, घरबाट बाले पैसा दिनुभएको थियो इक्जामलाई फी भनेर। मैले त्यो इक्जामलाई दिनुपर्ने पैसा लगेर त्यो प्रोडक्सन हाउसमा एक्टिङ सिकाइने, डान्स सिकाइने, अनि सिरियलमा पनि काम गर्न दिने भनेपछि के कुराले तान्यो मलाई त्यतातिर। मैले घरमा सल्लाह नगरिकन लगेर त्यो पैसा दिएँ। त्यहाँबाट म सेलेक्ट पनि भएँ। मैले एउटा मुफसलमा सिरियल पनि गरेँ। त्यहाँबाट स्टार्ट भएको थियो। फर्स्ट सुट एउटा ट्रेलर खिचिएको थियो इन्डोर। अनि म त केटाकेटी नै थिएँ, सबैजना सिनियरहरू हुनुहुन्थ्यो। विराटनगरतिर पनि एकदमै ठुलो जमातमा चाहिँ एक्टरहरू हुनुहुन्छ कि, आर्टिस्टहरूले भरिनु भएको छ। अनि गुरुकुलमा काम गरिरहनु भएको सिनियर दाईहरू, साथीहरू आउनु भएको थियो।
सबै कुरा मिश्रण थियो त्यो फर्स्ट एक्सपिरियन्स त्यसरी। हजुर, मैले हजुरलाई चिनिरहेको धेरै वर्ष भइसक्यो, बिचमा हजुरलाई विदेश जाने मौका पनि आएको थियो, तर कुन दिन चाहिँ म यही फिल्डकोमा काम गर्छु, म यही फिल्डको लागि बनेर भन्छ, कुनै त्यस्तो कुनै क्षण थियो? थियो। हाम्रो चाहिँ कस्तो हुन्छ भने एकदमै ठुलो सङ्घर्ष छ कि कलामा चाहिँ। हामीले हाम्रो पेसा अपनाउनुभन्दा अगाडि अथवा कुनै टाइममा एउटा त्यो पोइन्ट आउँदो रहेछ कि अब चाहिँ के गर्ने भनेर। अनि हाम्रो अब यता थिएटरमा त त्यस्तो धेरै आर्थिक हिसाबमा कारोबार नै हुँदैन, आत्मसन्तुष्टिको लागि काम गरिन्छ। एउटा बाहिर जाने अफर आयो, मैले नै जान्छु भनेर सोचेँ, किनभने पैसा कमाउनु छ नि त, गोल भनेको त पैसा छ। अनि मैले साथीहरूलाई पनि भने म जाँदैछु भनेर मैले सबै प्रोसेसहरू पनि अगाडि चालेँ। तर त्यो प्रोसेस गर्दा गर्दै मलाई छक्कापञ्जा 4 को अफर आयो कि। अनि मैले त्यो हजारौँ दर्शकको भिडमा गएर फिल्म हेरिरहेको टिम, दीपक दाई, दिपा दिदीहरूको यस्तो ठुलो ब्रान्डमा यदि मलाई कामको लागि अफर आइरहेको छ भने एकचोटि सोचिँदो रहेछ। अनि 1 महिनासम्म आफूलाई माइन्ड मेकअप गरेर होइन अब जान्छु, बरु गएर आएर केही गर्छु भन्ने प्लान थियो। तर त्यो अफरले चाहिँ मलाई रोक्यो। त्यो मात्रै थिएन, अरू पनि केही कुराहरू थिए। वर्षौँदेखि सपना देखिरहेको, मैले 10 वर्षभन्दा बढी लगानी गरेको क्षेत्रलाई चटक्कै छोडेर जान चाहिँ गाह्रो भयो मलाई। अनि केही कुराहरू अरू पनि थपिए, जसले गर्दाखेरि चाहिँ मलाई त्यही बिचमै हो मैले डिसिजन लिएको, म जहाँसुकै हुन्छु विश्वको, म अभिनयमै हुन्छु, म आर्ट फिल्डमै हुन्छु भनेर। मलाई जान मन लागेन। मैले रोजेको, मलाई चाहिएको मेरो आत्मसन्तुष्टि, मेरो खुसी यही छ, एक्टिङमै छ। म यही गर्छु, म यही गर्न सक्छु भन्ने कुराले चाहिँ मलाई रोक्यो। हजुर, विदेश जान मान्छे कति आतुर हुन्छ, हजुरले पाएको मौका पनि गुमाउनु भयो, त्यो सोच्न पनि म अहिले कल्पना पनि गर्न सक्दिनँ होला। कुनै पनि पात्रको लागि हजुर कसरी तयारी गर्नुहुन्छ? डिफ्रेन्ट क्यारेक्टर्सहरू हुन्छ नि त। हजुर, पात्रको लागि तयारी गर्न चाहिँ सबैभन्दा पहिला स्क्रिप्ट। हजुर, राइटरसँग यस्तो पावर हुन्छ, उहाँको कलमले अलरेडी नै त्यो एउटा क्यारेक्टर जन्माइदिइसकेको हुन्छ कि त्यसलाई हामीले के कुराहरू दिएर पूर्ण रूप दिन्छौँ। सबैभन्दा पहिलो कुरा चाहिँ मनन रहेछ। कुनै चरित्र आयो मलाई गर्न भने म सबैभन्दा पहिला मेरो क्यारेक्टरको ब्याकग्राउन्ड हेर्छु, मेरो उमेर कति हो, मेरो घर कहाँ हो, मेरो घरमा को मान्छेहरू छन्, मभन्दा बाहेक भएर। अनि मैले त्यो पात्र मार्फत कस्तो व्यवहार देखाउन सक्छु, कस्तो लवज बोल्न सक्छु। इनर एनालाइसिस भन्ने हुन्छ होइन, त्यो सेल्फ प्रोसेसमा। अनि एकदमै धेरै विचार गर्ने, सोच्ने। हाम्रो कामको प्रोसेस चाहिँ आउटरभन्दा इनरबाट बढी गरिदो रहेछ। मैले पनि कतै सुनेको कुरा हो यो होइन, पढेको कुरा हो, त्यसै गरी चयन गर्छु। हजुर, म पनि एक्टिङ फिल्डमा थोरै वर्ष काम गरेँ होइन। अनि त्यसपछि हामी दुवैजना चाहिँ कतैबाट कुनै पनि कनेक्सन नभइकन आएको, पढेरै सिक्दै गरेको आएको मान्छे हो। सुरुमा त स्ट्रगलिङ फेजमै भइन्छ नि त। स्ट्रगलिङ एक्टर्सहरूलाई गर्ने व्यवहार कस्तो छ यो इन्डस्ट्रीमा, अनि कतिको भेदभाव छ त? त्यो चाहिँ व्यक्ति अनुसार फरक व्यवहार गर्छन् होइन। एकदमै डिस्क्रिमिनेसन पनि छ, तर समानता पनि छ। अब नयाँ जसले भर्खर स्टार्ट गर्दै हुनुहुन्छ करियर, जो पहिलोचोटि जाँदै हुनुहुन्छ फिल्ममा, थिएटरमा त्यस्तो खालको विभेद छैन, अलिक कम छ। नाटकले चाहिँ, स्टेजले चाहिँ समानता सिकाउँछ होइन, रुनढाम सिकाउँछ, सुन्नुपर्छ भन्ने कुरा सिकाउँछ। अनि फिल्ममा चाहिँ त्यो एउटा लाइमलाइट छ, नाम छ, अनुहार छ। त्यहाँनिर चाहिँ तपाईँको डिरेक्टरलाई थाहा नहुनसक्छ, तपाईँको प्रोड्युसरलाई थाहा नहुनसक्छ, तर कहिलेकाहीँ अरू डिपार्टमा काम गर्ने मान्छेहरूले चाहिँ तपाईँको फेस भ्यालु नदेखेर तपाईँलाई सानो सानो कुराले पिन्च गर्न सक्छ। अब एकदमै धेरै विभेद छ, एकदमै गाह्रो छ भन्दिनँ म, किनभने म पनि आउटसाइडर हो, म आफै सङ्घर्ष गरेर काम गरिरहेको छु। त्यस्तो गाह्रो भएको भए म बस्दिनँ थियो होला, म काम गर्दिनँ थिएँ होला। जति पनि अहिले आर्ट फिल्डमा सुपरस्टारहरू हुनुहुन्छ हाम्रो इन्डस्ट्रीमा होइन, लेजेन्डहरू कति धेरै हुनुहुन्छ, उहाँहरूले कस्तो राम्रो व्यवहार गरिदिनुहुन्छ कहिलेकाहीँ होइन। तर के कुराहरूसँग चाहिँ हामीले इनर फाइट गरिराख्नुपर्छ। कसैले तपाईँलाई पानी नदिन सक्छ, कसैले तपाईँलाई 20 जना बसिरहेको ठाउँमा चाहिँ 19 जनाको लागि कुर्सी हुनसक्छ, तपाईँको लागि नहुनसक्छ। यो कुराहरू चाहिँ एक्टिङ फिल्डमा आउनुभन्दा अगाडि नै एक्टरले सोच्नुपर्ने कुरा रहेछ कि मलाई जुनसुकै अवस्था आए पनि म यो कामको लागि चाहिँ तयारी छु। दुखाइरहन्छन् मान्छेहरूले, यहीँ मात्र होइन, अरू पनि धेरै ठाउँमा काम गर्न पाएँ मैले होइन। अब चलचित्र क्षेत्र, नाटक भनेको चाहिँ सबैले हेर्न मिल्ने ठाउँ, काम पनि हेर्न मिल्छ, काम आइसके पछाडि पनि हेर्न मिल्छ नि त। त्यो भएको हुनाले यहाँ चाहिँ अलिक बढी यस्तो क्वेसनहरू आउँछ, तर विभेद त जहाँ पनि छ। हजुर,
हजुरले 10 वर्षभन्दा बढी यो फिल्डमा टाइम दिइसक्नु भइसकेको छ होइन। त्यो दौरानमा हजुरले कैयौँ ठुलो ठुलो बिग बजेट मुभिजहरू पनि गर्नुभएको छ अनि सानोतिनो प्रोजेक्टहरू पनि गर्दै आउनु भएको छ होइन। अनि सुरुमा झन् लाइफको करियरको सुरु पाटोमा त नचाहँदै पनि गर्नुपर्ने हुन्छ। अनि भर्खरै हजुरले जेरी अन टप भन्ने मुभी, नेपालको एकदमै बिग बजेट मुभी भर्खरै त्यसको छायाङ्कन सकाउनु भएको छ। सो मलाई चाहिँ के कुरामा फरक रहेछ त एकदमै हाई बजेट नेपाली मुभी र अलिकति ठिकठिकै या लो बजेट नेपाली मुभीमा कस्तो कुराको फरक छ? ड्रेसमा होस् कि पेमेन्टमा होस् कि त्यस्तो केही भन्न सक्नुहुन्छ? बिग बजेट मुभीले मेरो जस्तो क्यारेक्टर गरिरहेको, मैले जस्तो खालको पात्रहरू गरिरहेको छु, मेरो लागि आर्थिक हिसाबमा पनि त्यस्तो धेरै फरक पाउँदिनँ म, किनभने त्यति ठुलो रूपमा बजेट छुट्याएको हुँदैन। तर प्रडक्सनको हिसाबले चाहिँ ठुलो टिम हुन्छ, धेरैजना मान्छेहरू हुन्छन् अनि अलि राम्रो डिजाइनरको लुगा लगाउन पाइन्छ, अलि राम्रो ब्रान्डको मेकअपहरू युज गर्न पाइन्छ होइन। क्यामेरा त्यस्तै हुन्छ, त्यो हरेक कुराले फरक पार्छ आर्थिक अवस्थामा धेरै हुनु र नहुनुमा होइन। तर जतिसुकै ठुलो टिमसँग काम गरे पनि, जतिसुकै समाजले तोकिएका ठुल्ठुला मान्छेहरूसँग काम गरे पनि, यदि तपाईसँग काम गरिरहेको मान्छे तपाईँको बोसको इन्टेन्सन गलत छ, तपाईँलाई दिने पारिश्रमिकमा उसले गर्ने भेदभाव तपाईँले महसुस गर्नुहुन्छ भने चाहिँ त्यो कुराले फरक नपार्दो रहेछ। अब मासको लागि त ठुलो बजेटको फिल्म भए पनि सानो बजेटको फिल्म भए पनि कथाले म्याटर गर्छ होइन, कथा कस्तो छ भन्ने कुरा। मलाई त्यस्तो धेरै फरक परेन। अब सुपरस्टारहरूसँग काम गर्न पाएँ मैले, मेरो अहभाग्य होइन। मैले बच्चा बेलादेखि मेरो आमाको फ्यान भुवन केसी सर, म भुवन केसीसँगै एउटै रुममा बसेर गफ गर्न पाइरहेको छु, चिया खान पाइरहेको छु। अनमोल केसी, माग्ने बुढा, केदार दाई अनि आँचल होइन, उहाँहरू भनेको त नेपालको लेजेन्डहरू हो नि त। अनि त्यो सेल्फ प्राउड चाहिँ एकदमै धेरै फिल हुने, ओहो म यहाँसम्म आउन सकेँ, यो मेरो अचिभमेन्ट हो, अथवा यो मेकरहरूले मलाई खोज्नु भयो, उहाँहरूसँग मैले स्क्रिन सेयर गर्न पाएँ, त्यो चाहिँ एकदमै ठुलो अपर्च्युनिटी हो। तर बिग बजेट र लो बजेटमा त्यस्तो धेरै कलाकारलाई फरक चाहिँ पर्दैन। हजुर, अनमोल केसी हुनुहुन्थ्यो एज अ लिड जेरी अन टपमा। अनमोल केसी चाहिँ एकदमै राम्रो व्यवहार भएको मान्छे भनेर चिन्नुहुन्छ जहाँसम्म मैले सुनेको छु। अनमोल केसीसँग काम गर्दाको अनुभव चाहिँ कस्तो थियो? त्यस्तो खालको घनिष्ठता हुँदैन चलचित्रमा काम गर्दाखेरि। फिल्ममा काम गर्दाखेरि चाहिँ फिल्मको टाइमभरि काम गर्यो अनि निस्किसके पछाडि फेरि वर्षौँसम्म भेट नहुनसक्छ, अथवा हरेक मान्छेसँग त्यही आत्मीयताका साथमा व्यवहार नहुनसक्छ। मैले पनि त्यो इनर्जी नदिन सक्छु, उहाँले पनि नदिन सक्नुहुन्छ। तर ओभरअल एज अ ह्युमन बिइङ हेर्नु पर्दाखेरि चाहिँ यस्तो काइन्ड हार्टेड, एकदमै साधारण मान्छे के, जसलाई आफ्नो अहङ्कारले छोपेको छैन, जो मान्छेलाई ठुलो पल्टिनु छैन, जसले हरेक मान्छेलाई समान व्यवहार गर्छ। अझै धेरै नाम भएको मान्छेलाई त धेरै अब्जर्भ गरिदो रहेछ कि होइन। अब म पनि त्यो पर्दाभन्दा पछाडि बसेर फिल्म हेरेर आइरहेको अडियन्स नै हो नि त एक हिसाबले। अनि त्यो भएको हुनाले चाहिँ म उहाँहरूलाई हेर्दैमा खुसी हुन्थेँ कि गएर हाइहालो गर्नु, निस्किने बेलामा बाई गर्नु, त्यो एकदम जनरल कुरा हो, सबैलाई गरिन्छ। त्योभन्दा बाहेकको व्यक्तिगत व्यवहार थाहा छैन, उहाँलाई पनि मेरो थाहा छैन, मलाई पनि उहाँको थाहा छैन। तर सेटमा भेट्दाखेरि गुड इनर्जीले, राम्रो मनले, मिठो मुस्कानले यदि कसैले तपाईँलाई त्यो फिल गराउँछ आफ्नो प्रेजेन्स भने चाहिँ त्यो मान्छेप्रति एउटा सकारात्मक विचार रहँदो रहेछ। अनमोल एकदमै साधारण लाग्छ मलाई, एकदमै ज्ञानी होइन, त्यो आफ्नो क्यारेक्टरको लागि अब्जर्भ गरिराख्ने, त्यस्तो धेरै नबोल्ने, इन्ट्रोभर्ट नेचर होला सायद उहाँको होइन। म एक्स्ट्रोभर्ट भएर त म त्यस्तो टिममा गएर कति ठाउँमा बोलिहाल्न खुलिहाल्न सक्दिनँ। उहाँहरूको लागि, हाम्रो लागि भनेको पेसा एउटै हो। अनि त्यो को एक्टर भएर काम गर्दाखेरिको फिल चाहिँ सबैजनाले गुड नै इनर्जी दिनुहुन्छ कि, गुड हुनुहुन्छ। म पनि अनमोल केसीको चाहिँ ठुलो फ्यान हो। मलाई उहाँको सिम्प्लिसिटी, स्क्रिन प्रेजेन्स चाहिँ एकदमै मनपर्छ। अनि मान्छेले धेरै एक्टिङमा सुधार्नुपर्छ भन्ने धारणा त छँदै नै छ, बट कुनै मान्छेको अरू राम्रो पाटोहरू पनि उत्तिकै छ जस्तो लागेर म उहाँको फ्यान हो। हजुर चाहिँ सुटिङको सिलसिलामा नेपालको विभिन्न कुनाहरू पुग्नु भएको छ, मनाङ मुस्ताङदेखि लिएर कति सानो ठुलो गाउँहरू घान्द्रुक पनि जानुभएको छ होइन। कुनै सुटिङको रमाइलो सम्झना छ नि? कति धेरै रमाइलो सम्झनाहरू मात्रै छ, धेरै के लिने भन्ने हुँदो रहेछ कि, राम्रो कुरा लिने कि नराम्रो कुरा लिने भनेर। अनि नराम्रा भन्दा राम्रा धेरै छन् मेमोरीहरू पनि होइन। मेरो लागि 2 नम्बरी फिल्मको सुटिङमा मैले सौगात मल्ल दाइसँग बिताएका केही समयहरू चाहिँ एकदमै अविस्मरणीय छन् कि।
2 नम्बर सुटिङको दौरानमा हाम्रो होमस्टे एउटै थियो अनि अब सुपरस्टार हो नि त होइन म त थिएटरबाट भर्खर मेरो जर्नी स्टार्ट हुँदैछ म आफूलाई एउटा 2टा स्टेप मात्रै हिँडेको ठानिरहेको छु अहिले अनि सबैजनासँग त्यो कम्फर्टनेस त्यो स्पेस नभेटिँदो रहेछ कि तर सौगात मल्ल चाहिँ एकजना यस्तो एक्टर हो नेपालको जसलाई म स्क्रिनमा भन्दा पनि व्यक्तिगत रूपमा चिनेर चाहिँ अझै ठुलो प्रशंसक भएँ उहाँ यति साधारण हुनुहुन्छ उहाँलाई हामी मेरो 22 दिनको सेड्युल परेको थियो हामी कुन चाहिँ गाउँमा हो लुवाङ गाउँमा हो पोखराको हजुर अनि त्यहाँ बस्दाखेरि मैले हरेक दिन जस्तो सौगात मल्ल दाइलाई केही न केही प्रश्नहरू तयार पारिरहेको थिएँ कि मलाई चाहिँ कसरी हुन्छ उहाँहरूबाट मैले केही कुरा सिकौँ मलाई भोलि केही वर्ष जानको लागि मलाई उहाँको एउटा शब्दले पनि केही न केही पुश गर्ला होइन उहाँहरूले पनि कति ठुलो स्ट्रगल देख्नुभयो 20 वर्ष 22 वर्ष एउटा क्षेत्रमा काम गर्नु भनेको सानो समय होइन अनि उहाँलाई मैले यति धेरै प्रश्न सोध्थेँ उहाँको पर्सनल कुरा सोध्थेँ उहाँको प्रोफेसनल कुरा सोध्थेँ उहाँले मलाई यति राम्रो कुराहरू सिकाउनु भयो मलाई 22 दिनको लास्ट डे जब काठमाडौँ फर्किनु पर्ने भयो त्यो रात मैले एक्टिङको युनिभर्सिटी भेटे जस्तो महसुस भयो कि कति राम्रो कुराहरू कि उहाँ यति सिम्पल हुनुहुन्छ यति डाउन टु अर्थ हुनुहुन्छ उहाँले के भन्नुहुन्छ भने मलाई थाहा छैन भन्नुहुन्छ कि पहिलो एन्सर चाहिँ र जेन्युनली नै भन्नुहुन्छ मलाई आउँदैन मलाई थाहा छैन तर उहाँको काम के हो उहाँको जुन पेसामा उहाँ काम गरिराख्नु भएको छ उहाँको त्यो पोख्तता आफ्नो कामप्रति लगाव इमान्दारिता होइन त्यो कुराले मलाई एकदमै धेरै इन्स्पायर गर्यो सौगात मल्ल दाइले एक दिन पनि झिझारो मान्नु भएन कि कति सोधेको होला म पनि उहाँको स्थानमा भएको भए मलाई लाग्थ्यो होला काहीँ न काहीँ मैले पछि आफूलाई एनालाइसिस गर्दा हो म त कति धेरै बोलेछु मैले बा डिस्टर्ब पो गरेँ कि भन्ने भयो होइन तर उहाँले कहिले पनि त्यो महसुस गराउनु भएन कि मलाई मैले मात्र सोध्न चाहेर सोधेको प्रश्न थिएन उहाँले मलाई दिनुभएको स्पेस थियो त्यो हजुर त्यो उहाँले मलाई सोध म तिमीले सोधेका प्रश्नहरूको उत्तर दिन सकेसम्म कोसिस गर्छु भन्नुहुन्थ्यो जीवन सोचे जस्तो चाहिँ हुँदैन सुषमा तर जीवन सोचे जस्तै चाहिँ हुन्छ त्यो कुरा चाहिँ मलाई एकदमै घुमिरहेको छ मेरो दिमागमा होइन अनि मलाई त्यो कुराले एकदम धेरै इन्स्पायर गर्छ कि म जसरी सपना देखेर आइरहेछु मलाई कसैले गरेको एउटा व्यवहारले एकदमै ठुलो फरक पार्न सक्छ राम्रो पनि नराम्रो पनि सौगात मल्ल चाहिँ मेरो जीवनको एउटा यस्तो खालको इन्सपिरेसन हो जसले मलाई एभ्री डे पुस गरिरहन्छ काम गर्नुपर्छ इमान्दार भएर काम गर्नुपर्छ अभिनय भनेको जोक होइन हामी जे पेसामा छौँ यो पेसालाई हामी एक्टिङ भनेको बाहिर देखाउनका लागि मात्र गरिने एक्टिङ होइन कि जबसम्म तपाईँले महसुस गर्न सक्नुहुन्न जब तपाईँ आफ्नो चरित्रमा बाँच्न सक्नुहुन्न आफ्नो चरित्रको घेरा थाहा पाउनुहुन्न तबसम्म तपाईँ एक्टिङ नगर्नुहोस् बुझ्न एकदमै धेरै जरुरी रहेछ अझै धेरै कुरा थाहा पाउन बाँकी छ होइन तर जीवनमा धेरैजना मान्छेहरू आइदिनुहुन्छ जसले गर्दाखेरि हाम्रो यात्रा सहज हुने रहेछ सौगात मल्ल दाइसँगको त्यो 22 दिनको टाइम चाहिँ मेरो लागि एकदमै स्पेसल टाइम थियो हजुर हाम्रो फिल्महरूमा चाहिँ धेरै हाम्रो जुन नेपाली समाज छ कुनै सिनहरूलाई चाहिँ अझै पनि पचाइदिनु हुँदैन हाम्रो कुनै उमेरवर्गको अडियन्सहरूले चाहिँ अनि धेरै अप्ठ्यारा सिनहरू पनि हुन्छन् अनि त्यसपछि त्यस्तो कुनै सिन गर्नु परेको छ या कुनै नर्मली सिन पनि मेकर्सहरूले अप्ठ्यारो बनाइदिएको जुन गलत रूपमा लिइरहेको त्यस्तो केही छ त्यस्तो कुनै इन्सिडेन्ट त्यस्तो छैन त्यस्तो हुँदैन त्यस्तो जबरजस्ती केही कुरामा पनि गरिँदैन बिना जानकार तपाईँलाई स्क्रिप्टभन्दा बाहिरको कुरा थोपरिँदैन गर्नैपर्छ भन्ने हुँदैन एकदमै सेफ स्पेस भेटाइन्छ काम गरिराख्दाखेरि क्यामेराको वरिपरि हुने मान्छेहरू मेरो मान्छेहरू हो भन्ने महसुस भइरहन्छ तर जानकार भएरै स्क्रिप्टमै अलरेडी लेखिएका केही कुराहरू छन् र मलाई अगाडि नै थाहा छ मेरो चरित्रले मेरो पात्रले त्यो समयमा यो कुरा गर्छ भनेर मैले मेरो विवेकले भ्याएसम्म सोचेर चाहिँ केही यस्तो सिनहरू चाहिँ छ अलिक कम्प्लिकेटेड सिनहरू चाहिँ मैले थिएटरमा पनि फ्रेन्च स्टोरी भन्ने एउटा नाटकमा लेस्बियन पार्टनरको क्यारेक्टर गरेको थिएँ होइन अन स्टेज त्यहाँ केही यस्ता अन्तरङ्ग सिनहरू थिए त्यो मलाई अगाडि नै थाहा थियो त्यो हामीले रिहर्सल गरेका थियौँ महिनौसम्म त्यो हामी त्यो पात्रले गर्न कति जरुरी हुन्छ त्यो कुरा भनेर धेरैचोटि डिस्कस भइसके पछाडि मात्र एउटा डायलग बोल्नको लागि पनि त्यो डायलग किन बोलिँदैछ भन्ने कुरा 50 चोटि लेखिन्छ होला 50 चोटि रिहर्सल गरिन्छ होला कहिलेकाहीँ फेरि पनि राइट गर्नुपर्छ होइन थाहा भएर चाहिँ मैले गरेको छु 1-2वटा कामहरू हजुर अभिनय क्षेत्रको बारेमा चाहिँ कुनै कुराहरू हुन्छ जुन मानिसहरूले गलत बुझेका हुन्छन् त्यस्तो केही कुराहरू छ त
एकदमै सो अफ हुन्छ, एकदमै हाइफाई लाइफ बाँचिरहेको हुन्छन् एक्टरहरू, अरूभन्दा फरक हुन्छन् भन्ने चाहिँ होला। मलाई पनि त्यस्तो लाग्थ्यो एउटा समयसम्म। तर यहीँ आइसके पछाडि चाहिँ नाटक त म गाउँघर भेटाउँछु, नाटकमा भेटिने हरेक मान्छेहरू, मेरो आफन्त भेटाउँछु, मेरो साथीभाइ भेटाउँछु होइन। अनि फिल्ममा पनि त्यही नै हुन्छ, केही न केही कुरासँग कनेक्ट भइरहेको हुन्छ। फिल्ममा काम गर्ने मान्छेहरू, एक्ट्रेसहरू 24 घन्टा मेकअप लगाएर बस्छन् होला भन्ने होला, अथवा उनीहरू एकदमै हाइफाई लाइफ बाँचिराख्छन्, सबै 5 स्टार होटलमै जान्छन्, सबैको वरिपरि जति बेलै क्यामेरा हुन्छ भन्ने होला। त्यस्तो चाहिँ हुँदैन। हामी एकदम सबै सामान्य मान्छेहरू, पेसा त हो नि, मात्रै के हो खिचिन्छ र देखाइन्छ, अथवा लाइभ अडियन्सलाई देखाइन्छ। त्यहाँ गरिनुपर्ने केही समयका लागि हामीले त्यो भूमिका मात्रै निर्वाह गरेका हुन्छौँ। त्योभन्दा बाहेक भनेको हामी जसरी यत्रो 3 करोड नेपाली बाँचिरहनु भएको छ त्यसै गरी नै बाँच्ने हो सबैजना। म चाहिँ फिल्ममा काम गर्छु भन्दा सुरुमा चाहिँ घरबाट दिनुभएको थिएन क्या। अब केही न केही कमजोरी छ होला होइन। त्यो फिल्म क्षेत्रको चाहिँ कुनै कमजोरी छ जुन बाहिर देखिँदैन? अब त्यस्तो ठुल्ठुलो त मैले भेटाएको छैन होइन। ठ्याक्कै यही कमजोरी भन्ने बाहिर देखिने भन्दा पनि एज एन एक्टर चाहिँ फिल्म क्षेत्रको मेकरहरूले हाम्रो पारिश्रमिकलाई जसरी अड्काइदिनुहुन्छ, अथवा पारिश्रमिक बढाउनका लागि बजारमा गएर सामान किने जसरी मोलभाउ गर्नुपर्ने हुन्छ, त्यो चाहिँ एकदमै ठुलो एउटा के भन्छ त्यसलाई पितृसत्तात्मक सोचले पनि अलि बढी नै हामीलाई गाँजेको छ। महिला र पुरुषको तुलनामा चाहिँ पुरुषको तुलनामा त्यति नै भूमिका गरिरहेको महिलाले स्वतः कम बजेट पाउँछ, किनभने यस्तै चल्दै आइरहेको छ। यो पेसामा मात्र होइन, हरेक पेसाका लागि त्यो छ होला होइन। तर चलचित्र क्षेत्रमा चाहिँ मलाई महिला र पुरुष बिचको के भन्छ त्यो आर्थिक पाटो चाहिँ समान भइदियो हुन्थ्यो जस्तो लाग्छ। हजुर, मैले चाहिँ काम गरिराख्दाखेरि चाहिँ कति मान्छेहरूले चाहिँ पुरुष मान्छेहरूले चाहिँ नराम्रो दृष्टिकोणले हेरेको अनि व्यवहार गरेको पनि थाहा पाएको छु होइन। अनि मेरो भोगाइमा चाहिँ मैले त्यस्तो थाहा पाउनु परेको थियो। अनि तर पनि राम्रो बाटोहरू पनि पक्कै पनि छ। मैले 5-6 वर्ष यो फिल्ममा काम गरिराख्दाखेरि चाहिँ आफ्नो अनुहार चिनाएँ, आफ्नो नाम चिनाएँ, आफ्नो लिमिटेड ठाउँमा होला तर अलिअलि मैले आफ्नो एक्सप्रेस गर्ने ठाउँ पाएँ। अनि मलाई चाहिँ यो मौका फिल्म इन्डस्ट्रीले नै दिएको, त्यसको लागि म एकदमै आभारी छु। हजुरको घरबाट चाहिँ सपोर्ट कस्तो छ? घरबाट अहिले त सपोर्ट छ, अलिअलि पैसा नि कमाइ हुन्छ, फिल्महरू पनि आइराखिरहेछ, मान्छेले चिन्छन् पनि कहीँ कतै। अनि उहाँको छोरी त फलानु पेसामा हुनुहुन्छ नि भनेर अरूलाई भन्दा अलिक बढी हाइलाइट दिने पनि गरिन्छ गाउँघरतिर, आफन्तहरूले पनि। अहिले त प्राउडली उहाँहरूले एक्सेप्ट गर्नुहुन्छ, तर सुरुवात गर्न त्यति सजिलो थिएन। मेरो गाउँमा, मेरो सहरमा, मेरो परिवारमा कसैले पनि नगरेको काम थियो। सहरमा त नभनौँ, दिपाश्री निरौला दिदीलाई देखेर म काहीँ दिपाश्री दिदीलाई देखेर म इन्सपायर भएको होइन। सहरमा त विराटनगरको दिदी होइन, त्यो एउटा यस्तो ठुलो जमात छ, दिदी चाहिँ हाम्रोतिरको सुपरस्टार हो कि। तर घरमा अथवा बाबाजेले नगरेको काम एकजना छोरी मान्छेले गएर म गर्छु भनेर जिद्दी गरिराख्दा 15 वर्षको छोरी भनेको नमान्ने, अनि एक्टिङ गर्न जान्छु भनेर बिहान निस्केर हिँड्ने र राति आउने, अब सडक नाटक गर्न जानुपर्ने र खाली हात महिनौसम्म कुद्दाखेरि चाहिँ मलाई एकदम गाह्रो भएको थियो। त्यो समय चाहिँ मैले कन्भिन्स गर्न पनि सकिनँ। मेरो त्यति बेला बुझाइ पनि त्यही थियो। मैले पनि उहाँहरूलाई गर्छु नि त भनेर त्यो रिक्वेस्ट नगरिकन आफ्नो जिद्दीपना मात्रै देखाएँ। अनि हिँड्ने बेलामा मेरो घरबाट गुरुकुल नजिकै सडक नाटक गर्न जाने, साइकलमा जाँदाखेरि साइकल पम्चर भयो भने त पैसा चाहियो। अनि बुवा 20 रुपियाँ दिनु न भनेर जाने, भोलिपल्ट फेरि त्यसै गरी माग्न थालेपछि चाहिँ एकदमै रिसाउनु भएको थियो। अनि त्यो कारणले गर्दाखेरि पहिला मोफसलमा चाहिँ अलिक गाह्रो छ कि, हाम्रो देश यत्तिकै पनि सानो छ। अनि मोफसलमै बसेर काम गर्नको लागि चाहिँ आर्थिक रूपमा पनि होइन, सामाजिक रूपमा पनि, अनि अपर्च्युनिटीहरूको कुरामा पनि एकदमै थोरै लिमिटेड मात्रै हुन्छ। काठमाडौँ आइसके पछाडि चाहिँ मैले फिल्महरू गर्न थालेपछि चाहिँ उहाँहरूले त्यो कुरालाई बुझ्नु पनि भयो, मैले के हदसम्म बुझाउन पनि सकेँ, देखिन पनि थाल्यो। जबसम्म काम देखिन्छ देखिँदैन तबसम्म चाहिँ मान्छेले के गर्दैछ भन्ने थाहा हुँदैन नि त। उता चाहिँ स्टेजमा मात्रै काम गरिन्थ्यो धेरै, क्यामेराले गरेर मलाई यति सहज बनाइदिएको छ कि मैले आज गरेको काम, आज गरेको कुरा, आज खिचेको फिल्म 20औं वर्षसम्म पनि मान्छेले हेरिराख्न पाउँछन्। त्यसले गर्दाखेरि पनि मलाई अहिले सपोर्ट छ। हजुर,
मैले हजुरलाई चिनेको धेरै वर्ष भयो अनि मैले चाहिँ हजुरको बारेमा एउटा वर्ड भन्नु पर्यो भने चाहिँ त्यो चाहिँ पोजिटिभ हुन्छ क्या एकदमै पोजिटिभ सोचाइ राख्ने मान्छे अनि फेरि यो फिल्डमा एकदमै गाह्रो फिल्ड छ होइन 10 वर्षभन्दा बढी यही फिल्डमा कार्यरत हुनुहुन्छ भने त एकदमै भित्रैबाट कति दृढ मन हुनुपर्छ होला होइन गाह्रो दिन पनि पक्कै पनि आयो होला पेमेन्टको कुरामा होस् या आफूले सोचेको जस्तो रोल नपाएको कुरामा होस् त्यो गाह्रो दिनमा चाहिँ कसरी अगाडि बढ्नुहुन्छ केले प्रेरित गर्छ अगाडि बढ्नको लागि सबैभन्दा पहिलो कुरा त आफैलाई प्रेरित गर्नु सबैभन्दा ठुलो कुरा रहेछ कि कहीँबाट सुनेकै कुराहरू आउँछ कसैले भनेकै कुराहरू याद आउँछ कसैले बोलेका कुराहरू हेरिन्छ होइन तर त्यो एउटा एक्टिङ अथवा आर्टिस्ट हुनको लागि एउटा जुन त्यो दृढता चाहिन्छ नि त्यो सङ्कल्प चाहिन्छ नि यदि तपाईँको मनमा छ भने चाहिँ जुनसुकै जस्तोसुकै अवस्था आए पनि तपाईँ आफैलाई मोटिभेट गर्न सक्नुहुन्छ कि मेरो लागि अर्को आत्मसन्तुष्टिको बाटो मैले भेट्टाउने स्पेस मेरो ह्याप्पी जोन मेरो स्वतन्त्रता भनेकै अभिनय अझै स्टेज भन्छु म होइन अनि त्यो कुराले चाहिँ मलाई जस्तोसुकै गाह्रो परे पनि आज पनि केही न केही कुराको गाह्रो छ भोलि पनि भइरहन्छ आज जुन अवस्थामा छौँ हिजो पनि थियो अब त्यो सानसानो आउने कुराहरूलाई फाइट गरेर यही कुरासँग मात्र जुटिराख्न सक्नु काम गरिराख्न सक्नु म जसरी हुन्छ यहीँ काम गर्छु म जसरी हुन्छ एक्टिङ छोड्दिनँ म मेरो काममा इमान्दार हुन्छु मलाई आर्टिस्ट हुनु छ मलाई पनि फेमस हुनु छ मलाई धेरै पैसा पनि कमाउनु छ मलाई मेरो राम्रो एक्टिङ गर्छ भन्ने इमेज पनि बनाउनु छ गर्नु पनि छ होइन त्यो धेरैवटा कुराहरू हुन्छ कि पुस गर्नको लागि चाहिँ तर सबैभन्दा महत्त्वपूर्ण चाहिँ इच्छा शक्ति यदि आफूसँग छ भने हरेक मान्छेले सक्छ अभिनय गर्न आउँछु भनेर धेरै मान्छेले भन्नुहुन्छ कि मलाई झन् हजुरलाई भन्ने त टन्नैले होला होइन अनि सबैलाई पनि त्यो क्यामेरामा देख्दा चाहिँ हो म पनि यस्तै गर्न पाऊँ हुन्छ म पनि सुरुमा चाहिँ मलाई चाहिँ काम गर्नु छ भनेर आएको हो होइन अनि काम गर्दै जाँदा चाहिँ म चाहिँ अरू केही कुलाई पनि बनेको हो भनेर फिल आउँदै गयो होइन अनि कति मान्छे चाहिँ अब एक्टिङ गर्छु भनेर 2-4 वर्ष गर्नुहुन्छ अनि फेरि अरू फिल्डतिर लाग्नुहुन्छ अनि यही प्रश्नलाई जोडेर चाहिँ अभिनय गर्न आउँछु अभिनय गर्छु भन्ने नयाँ कलाकारहरूलाई चाहिँ हजुर के सल्लाह दिनुहुन्छ अभिनय गर्न आउँछु आर्ट फिल्डमा आउँछु भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ हाम्रो पेसा चाहिँ मलाई जहाँसम्म लाग्छ जुवा हो पर्न पनि सक्छ नपर्न पनि सक्छ 1 वर्षमै पनि हुनसक्छ 50 वर्ष पनि लाग्न सक्छ यदि तपाईँ आफ्नो जीवनलाई जुवा खेल्न सक्नुहुन्छ तपाईँको सपनाप्रति भने कुनै पनि कुराले रोक्दैन जो मान्छेले सोचेको हुन्छ नि उसलाई जसले जेसुकै भने पनि उसले मान्दैन कि ऊ आएरै छाड्छ तर आउनुभन्दा अगाडि कहिलेकाहीँ आफूले गल्ती गरिन्छ र त्यो गल्तीबाट सिकिन्छ कहिलेकाहीँ अरू मान्छेले गरेको गल्ती हेरेर पनि सिकिन्छ कि अब हामीले चाहिँ 10 वर्ष जसले बिताइरहनु भएको छ 10 वर्षभन्दा धेरै त्यो 10 वर्षको बिचमा यदि धेरै कुराहरू नघटेको भए धेरै कुराहरू आफूलाई नपरेको भए थाहा हुँदैन थियो होला सिकाइ एकदमै धेरै जरुरी छ बुझाइ एकदमै धेरै जरुरी छ अनि मच्योरिटी भन्छ नि त्यो मच्योरिटीका साथमा यदि तपाईँ कामलाई अँगालेर आउनुहुन्छ भने चाहिँ त्यसले तपाईँलाई धेरै माथिसम्म पुर्याउँछ होला होइन म 1 वर्ष ट्राई गर्छु म 3 महिना क्लास लिन्छु र मैले एउटा फिल्म पाउँछु म 6 महिना क्लास लिन्छु त्यस पछाडि म एक्टर हुन्छु म सुपरस्टार हुन्छु भन्ने महत्त्वाकांक्षा लिएर आउनुहुन्छ भने चाहिँ अभिनयमा मात्रै होइन गीतमा होस् वाद्यवादनमा होस् होइन आर्ट फिल्ड चित्रकलामा होस् यो हाम्रो फिल्डको लागि हामी समर्पित हुनैपर्छ समयलाई चाहिँ भाग नलगाउनुहोस् समयलाई बग्न दिनुहोस् समयलाई छोडिदिनुहोस् आफ्नै गतिमा र आफ्नो हिसाबले काम गरिराख्नुहोस् भन्न चाहन्छु हजुर हामी मण्डलामा एक्टिङ पढिराख्दाखेरि दयाङ राईले आफ्नो स्ट्रगल स्टोरी सुनाउनुहुन्थ्यो कि होइन लाइक मलाई जहाँसम्म याद छ उहाँले बन्दको दिन पनि एक्टिङ क्लास त चालु भइरहेको थियो केही छुट्ला कि भनेर हिँड्दै जानुभयो अरे उहाँलाई त्यस्तो माया थियो अरे एक्टिङप्रति होइन एक दिन क्लास छोड्दैमा पनि उहाँले त्यो छोड्ने पनि उहाँको दिमागमा आएन बरु म हिँड्दै जान्छु केही छोड्छु कि भनेर हामी एक्टिङ पढिराख्दाखेरि हाम्रो टिचर विजय बराल सर हुन्छ नि उहाँ अहिले सुपरस्टार हुनुहुन्छ त्यतिखेर उहाँ के भन्छ दयाङ सर त पहिलादेखि नै सुपरस्टार हुनुहुन्थ्यो त्यतिखेर उहाँहरूको स्ट्रगल स्टोरी सुन्दा चाहिँ म यो फिल्डमा चाहिँ यतिको स्ट्रगल गर्न सक्छु र जस्तो लाग्थ्यो होइन तर हाम्रै आँखा अगाडि उहाँ विजय अब नामै लिनु पर्दाखेरि विजय दाई हुन्छ नि हामी विजय दाई भन्दै आएको होइन के भन्छ क्यारेक्टर आर्टिस्ट एकदमै चलेको क्यारेक्टर आर्टिस्ट हुनुहुन्थ्यो तर अहिले सुपरस्टारै भनेर चिनिन्छ अनि उहाँलाई देख्दा चाहिँ हुन्छ नि उहाँहरूलाई देख्दा चाहिँ हाम्रो नाजिर हुसेन सरलाई देख्दाखेरि चाहिँ हाम्रो पनि कस्तो दिन नआउला त पक्कै पनि लाग्छ है मनमा लाग्छ नि हजुर विजय बराल दाई त होइन दाई नै भनेको छ
सधैँ विजय बराल दाई चाहिँ हाम्रो मण्डला थिएटरमा हामीले क्लास लिइराख्दाखेरि धेरैजना टिचरहरू हुनुहुन्थ्यो होइन, तर विजय दाई हामी 30 जनाको फेभरेट हुनुहुन्थ्यो। हामी मात्रै होइन, त्यहाँ पछाडि र त्यहाँ अगाडि आउनुभएका जति पनि स्टुडेन्ट हुनुहुन्छ त्यो सबैका लागि विजय सर फेभरेट सर हो कि। उहाँले चाहिँ किताबी ज्ञानभन्दा होइन आफूले भोगेका कुराहरूले हामीलाई धेरै इन्सपायर गर्नुभयो कि। जस्तोसुकै गाह्रो अवस्थामा पनि हाँसिराख्ने बानी, त्यो एउटा मोटिभेसन हुन्छ नि, हामी गर्छौँ है, हामी सक्छौँ है, हामी सामान्य मान्छे होइन है भनिदिनु चाहिँ उसले मेरो बोली बोलिरहे जस्तो महसुस गराइदिने होइन। माया पनि उति नै, त्यो खुला मन भएको मान्छे कि। गुरु चाहिँ विजय बराल दाई जस्तो गुरु भेटियो भने चाहिँ विद्यार्थीहरूले अझै आफूले आफूलाई चिन्न सक्ने अझै बढी चान्स चाहिँ हुने रहेछ। हजुर, उहाँको हसमुख अनुहार, उहाँको पोजिटिभिटी त त्यो छर्लङ्गै कोठाभरि छरिन्थ्यो है। अनि हजुरको फेभरेट मुभी, फेभरेट एक्टर चाहिँ को हुनुहुन्छ? फेभरेट एक्टर चाहिँ म मेनुका प्रधानको एकदमै ठुलो प्रशंसक हुँ। मैले एउटा समयमा अभिनयबाट अलिकति विश्राम लिएर अरू केही काम गरिराख्दाखेरि मेरो लास्ट मोटिभेट पोइन्ट भनेको मेनुका दिदीको पुरानो डुङ्गा भन्ने फिल्म हेरिराख्दाखेरि फिल्ममा मलाई म यो मान्छे जस्तै बन्छु भनेर मैले त्यो मनमनै गरेको एउटा सङ्कल्प थियो कि मेनुका प्रधान दिदी हो मेरो लागि नेपालको इन्सपिरेसन होइन। धेरैजना हुनुहुन्छ जसले राम्रो काम गर्नुभयो, जो इमान्दार देखिनुहुन्छ, उहाँहरूको प्रशंसक भइहाल्छौँ कि हामी कलाकार अलि भावुक हुन्छौँ नि त, एकदम छिटो मन परिहाल्छ होइन, एकदम सानो सानो कुराहरूले छोइहाल्छ। फिल्म त नुमाफुङ, जारी पनि एकदम राम्रो लागेको फिल्म होइन। अनि हिन्दी फिल्ममा 3 इडियट जति पटक हेरे पनि त्यसले जति मोटिभेट गर्छ त्यो अरू कसैले गर्दैन। एक्टरहरू धेरैजना हुनुहुन्छ, अब राष्ट्रिय अन्तर्राष्ट्रिय होइन, कलाको कुनै भाषा हुँदैन, कुनै देश हुँदैन भनेको सुनेको। अनि त्यो विश्वभरिका कलाकारहरूलाई उहाँहरूबाट इन्सपायर हुँदै उहाँहरूलाई हेर्दै, इरफान खानको पनि म एकदमै ठुलो प्रशंसक। उहाँको अभिनय गर्ने त्यो शैलीलाई चाहिँ म एकदमै खोज्छु कि कसरी गर्ने राम्रो अभिनय, कसरी बन्ने राम्रो एक्टर, कसरी लेख्ने आफ्नो इतिहासमा नाम, कसरी इमान्दार हुने भन्ने कुरा। धेरैजना हुनुहुन्छ, तब्बु हुनुहुन्छ इन्डियामा होइन। अनि नेपालमा चाहिँ मेनुका प्रधान अनि लक्ष्मी बर्देवा मेरो साथी पनि हुनुहुन्छ उहाँ होइन, तर मेरो सिनियर हो ब्याचको हिसाबले। स्वस्तिमा खड्का, अनि छोरा मान्छेहरूतिर सौगात मल्ल, विपिन कार्की, दया ह्याङराई, विजय बराल, कति धेरै अन्डररेटेड एक्टरहरू पनि हुनुहुन्छ जसको अहिलेको समयमा त्यो दिन आइसकेको छैन होला जसलाई चिन्नुहुन्न सबैजनाले होइन। तर स्क्रिनमा देखिरहेको मान्छे भन्दा स्क्रिनमा मासले नचिनेको अनुहारहरू पनि धेरैजना हुनुहुन्छ कि जोबाट एकदमै धेरै प्रेरणा लिन सकिन्छ, जसको काम देखेर चाहिँ ओहो यस्तो काम चाहिँ कसरी गर्ने भन्ने हुन्छ। संसारभरि छरिएका हुनुहुन्छ ती कलाकारहरू जसले चाहिँ त्यस्तो फिल्महरू जसले चाहिँ हामीलाई इन्सपायर गरिरहनुहुन्छ। हजुर, अनि कुनै रोल छ यो रोल चाहिँ मैले गर्न पाएको भए पनि हुन्थ्यो, नेपालमा होस् कि बलिउडमा हलिउडमा हुन्छ नि, यो रोल चाहिँ मलाई चाहिँ गर्नु मन छ। हलिउडसम्म त नपुगौँ किनभने अब थाहा छ तपाईँलाई इङ्ग्लिसको मामलामा सुषमाजी कतिको अब्बल हुनुहुन्छ भन्ने होइन। मलाई हलिउडसँग त्यस्तो धेरै मोह छैन, यही गर्न पाए हुन्थ्यो भन्ने चाहिँ कस्तो हुन्छ भने फिल्म हेरिराख्दाखेरि आफूलाई सुहाउँदो क्यारेक्टर, मेरो उमेरको, मेरो भनौँ न आउटर फिचरको मैले गर्न सक्ने खालको जुनसुकै हरेक फिल्म हेर्दाखेरि यदि कोही छोरी मान्छेले त्यो पात्र गरिरहनु भएको छ भने चाहिँ म एकचोटि त्यहाँ हुन पाए हुन्थ्यो भन्ने लोभ चाहिँ मलाई हरेकचोटि लाग्छ कि यही भन्ने चाहिँ छैन होइन। अहिलेसम्म मन त के लाग्छ, तर ठ्याक्कै त्यसमा चाहिँ म हुन सक्थेँ भन्ने चाहिँ मैले विचार गरेको छैन। हजुर, मैले चाहिँ राजी मुभी आउँदा चाहिँ ओहो यो मुभी चाहिँ मलाई फ्युचरमा खेल्न पाए नै हुन्थ्यो, सेम यस्तै रोल यस्तै क्यारेक्टर चाहिँ भएको थियो। हजुर, मलाई तब्बु इन्डियन एक्ट्रेस तब्बुको धेरैवटा कामहरू देखेर चाहिँ यो ठाउँमा म हुन पाए हुन्थ्यो नि भन्ने चाहिँ हुन्छ। त्यो के भन्छ त्यसलाई, आफूलाई त्यहाँ राख्दाखेरि चाहिँ यो ठाउँमा चाहिँ म पनि राम्रो काम गर्न सक्छु होला भन्ने। उहाँहरूसँग दाँजेको त होइन, त्यो उहाँहरू त लेजेन्ड हो होइन, हामी उहाँहरूले हिँडेको बाटो हिँडेर आइरहेको, तर कता कता लोभ चाहिँ कलाकारको मनभित्र आइहाल्छ। हजुर, हजुर र म दुइटै काठमाडौँ बाहिरबाट आएका मान्छेहरू होइन। अनि यो फिल्डमा मलाई याद छ मेरो एकजना नजिकैको रिलेटिभले आफ्नो औकात अनुसार सपना देख्नुपर्छ जब मैले एक्टर बन्छु भनेको थिएँ। त्यस्तो भन्दा मलाई कैयौँ दिनसम्म किन यस्तो भन्नुभयो होला जस्तो लाग्यो क्या होइन। अनि
अनि उहाँले त के पैसा नै चाहिन्छ र सबै कुराको लागि जस्तो पनि लाग्यो होइन। अनि त्यसपछि चाहिँ अनि हजुरले 10 वर्षभन्दा बढी यो क्षेत्रमा हुनुहुन्छ, कति काम गर्नुभयो, कति काम गर्नुभयो होइन। अनि सपना चाहिँ मलाई त्यो रिलेटिभले त्यस्तो भनिराख्दाखेरि चाहिँ के भन्छ सपना के भन्छ म मेरै लेभलको सपना देखौँ त भनेर क्वेसन चाहिँ आएको थियो क्या। अनि सपना चाहिँ कतिको देख्नुपर्छ त? सबै मान्छेको व्यक्ति फरक हुन्छ, विचार, सोचाइ, भोगाइ होइन। मलाई चाहिँ सपना एकदमै ठुलो देख्नुपर्छ जस्तो लाग्छ। सपना तपाईँको अवस्थाले, तपाईँको आजको वर्तमानको दिनले तपाईँको सपनालाई निर्धारण गर्नु हुँदैन। म चाहिँ एकदम ठुल्ठुलो सपना देख्छु। मैले देखेकै सपना पछ्याउँदै म आज यहाँसम्म आइपुगेको। म जुन अवस्थाबाट आएँ, जस्तो परिवारबाट आएँ, जस्तो गाउँबाट आएँ होइन, मेरो लागि चाहिँ सपना साह्रै ठुलो देख्नुपर्छ। भए सफल, नभए अभ्यास, एक्सपिरियन्स होइन, तर सपना चाहिँ देख्नुपर्छ जस्तो लाग्छ। हजुर, के भन्छ हामी साथीहरूमा चाहिँ कुरा हुन्छ नि त, अनि धेरैले हजुरलाई चाहिँ उहाँ चाहिँ अन्डररेटेड एक्टर हो, जति उहाँले काम गर्नुभएको छ त्यो अनुसार हजुरले त्यति प्रशंसा पाउनु भएको छैन, मिडियामा त्यति अगाडि देखिनु भएको छैन भन्छ। अनि तपाईँ मिडियामा धेरै नदेखिनुको कारण चाहिँ तपाईँलाई लाग्दैन तपाईँ हजुर आफ्नो करियरमा अलि मिडियामा कम आइरहेको कारणले चाहिँ करियर त्यसले पनि अलिक पछाडि पारेको कि त्यस्तो केही लाग्छ हजुरलाई? होइन पार्दैन। हजुर, एकजना कलाकारको कला बिक्ने हो, न कि उसको व्यवहार, उसको लुगा लगाई, उसको मान्छेसँगको प्रेजेन्स। यदि इमान्दार भएर म अभिनय गर्छु कुनै पनि कुरामा भने म त्यो कुराको प्रेस मिटमा नगएर अथवा ग्यादरिङमा नगएर, पार्टीमा नगएर मेरो कामलाई फरक पर्दैन होला जस्तो लाग्छ। म सकेसम्म त गइरहेको हुन्छु होइन, तर कस्तो हुन्छ भने हामी निम्न मध्यम परिवारबाट आएको मान्छे होइन। अनि मैले गरेको पेसामा मैले काठमाडौँ बाँचिरहँदा कोठा भाडा तिरेर स्कुटीमा तेल हालेर खान र लाउन मलाई धौधौ हुन्छ, म इमान्दार भएर काम गर्दा। अनि यो यस्तो खालको अझै छोरी मान्छेहरूको लागि चाहिँ यो समाजले नै काहीँ कति तोकिदिएको कुरा हो कि अलि बनिएर हिँड्नुपर्छ, छोरी मान्छे भनेको चिटिक्क पर्नुपर्छ। अझै हाम्रो फिल्म लाइनमा त लुगाको कुरा आउँछ, मेकअपको कुरा आउँछ, हेयरको कुरा आउँछ होइन। यस्तो कुराहरू चाहिँ कहिलेकाहीँ चाहिँ अफोर्ड गर्न नसकेर पनि नजाने हो। तर जहाँ मैले मेरो स्पेस भेटाउँछु, जुन ठाउँले मलाई प्रश्न उठाउँदैन तिम्रो आजको हाम्रो कलर कोड यो हो भनेर जसले मलाई प्रेसर दिँदैन, जहाँ जानका लागि मैले बाध्यताले अथवा करले बनिएर जानु पर्दैन, जहाँ जाँदाखेरि मलाई मेरो एकदमै यो ठाउँ चाहिँ मेरो ठाउँ हो, यी मान्छेहरू चाहिँ मेरा मान्छे हुन् भन्ने हुँदाखेरि म हरेक ठाउँमा पुग्छु। प्रायः म नाटकका ठाउँहरूमा एकदमै धेरै भइरहेको हुन्छु, स्टेज वरिपरि नाटक हेर्न जाने, कुनै वर्कसपहरू लिने होइन, साथी सर्कलमा। क्यामेराको लागि चाहिँ कहिलेकाहीँ यस्तो हुँदो रहेछ कि आफू त्यहाँ भएर पनि आफू नभएको जस्तो व्यवहार अर्कोले गर्छ, उसले मलाई म त्यहाँ हुनुको मेरो अस्तित्व देखाउँदैन भने त्यहाँ जानु र नजानुको केही पनि फरक रहेन रहेछ। मलाई एक दुई ठाउँमा त्यस्तो फिल भएपछि चाहिँ होइन, मैले काम चाहिँ इमान्दार भएर गऱ्यो भने पुग्ने रहेछ, म नआए पनि फरक नपर्ने रहेछ, मेरो कामले मेरो पहिचान देखाउँछ, न कि म त्यहाँ जानै पर्छ। बोलेका सबै कुराहरू पुरा गर्ने त्यो भएको हुनाले जहाँ जरुरी छ, जहाँ जानै पर्छ त्यहाँ चाहिँ जान्छु, जहाँ म नगए पनि फरक पर्दैन त्यहाँ चाहिँ म जाँदिनँ। हजुर, अनि के भन्छ मैले पनि फिल्म लाइनको धेरै मान्छेहरूलाई चिनेको छु, उहाँहरूले चाहिँ सुषमासँग काम गरेको छु, फेरि उहाँलाई नै लिन्छु भनेर भन्नुहुन्छ होइन। त्यो सुन्दा चाहिँ कस्तो खुसी लाग्छ। आज हजुरले आफ्नो अमूल्य समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हजुरबाट धेरै कुरा सिक्न पायो। थ्याङ्क यू सो मच किरण। यो हजुरले मलाई अलि अप्ठ्यारो बनायो, हामी सँगै साथी पढेको भएर त भन्ने बानी भएको साथी। अनि यो अहिले यसरी आइपुगिराख्दाखेरि मलाई यस्तो खुसी लागेको छ कि हामीले यहाँ आएपछिको जर्नी त मेरो तिमीहरूसँगै हो नि त स्टार्ट भएको होइन। अनि त्यो मण्डलाको स्टेजमा अथवा कतै अडिसन दिन जाँदाखेरि बाहिर बसेर चिया खाएको होइन, त्यो हरेक कुराहरू त्यति बेलाको साथ अनि अहिले यसरी पोडकास्टसम्म आइपुगेर एकअर्काको एक्सपिरियन्सहरू सेयर गर्न पाउनु, आफ्ना कुराहरू भन्न पाउनु, जो मान्छेलाई पनि आफ्नो भोकल चाहिँ ठुलो बनाउन मन लाग्दो रहेछ कि। अनि हाम्रो पेसा भनेको चाहिँ हामीले बोलेका कुराहरू मान्छेले सुनिदिउन् भन्ने लाग्छ, सुनिन्छ पनि धेरै हदसम्म होइन। अनि यहाँ यसरी मैले बोलिराख्नु अनि मैले बोलेका कुराहरू ध्यान दिएर तैँले सुनिराख्नु, सरी यस्तो मिल्ने साथी भएर हामी प्रोफेसनली यस्तो खालको कुरा गर्नु, अभिनयलाई लिएर यति सिरियस हुनु भनेको चाहिँ यो हामी दुवैजनाको फ्रेन्डसिपको लागि पनि र मेरो करियरको लागि पनि यो एकदमै स्पेसल पोडकास्ट हो।
मेरो पहिलो पोडकास्ट हो यो। थ्याङ्क यू सो मच यो अपर्च्युनिटीको लागि हजुर अनि अल द बेस्ट फर यर फ्युचर। थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच।